नमस्कार, म रवि पराजुली। आज म तपाईहरुलाई यो माइक्रोसफ्ट अफिस प्याकेजमा विशेष गरी यो माइक्रोसफ्ट वर्ड र माइक्रोसफ्ट पावर पोइन्टमा हामीले नेपालीमा टाइप गर्दा आउने एउटा समस्याको समाधान लिएर आएको छु। र यो विशेष गरेर हामीले यो टाइप गर्दा जस्तो हामीले नेपालीमा प्राय यो अब प्रीति फन्ट हामीले विशेष युज गर्छौं। प्रीति, गणेश लगायतका फन्टहरुमा यो समस्याहरु आउन सक्छ। जस्तो हामीले यो कु लेख्छौं, कु लेख्दाखेरि यहाँ माथि कु नभइकन एउटा यो कमा जस्तो माथि आउँछ। यो समस्याले धेरैलाई पिरोलेको पनि हुन सक्छ। यस्तो समस्याहरु आउन सक्छ र यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा आज म तपाईहरुलाई यो भिडियो बनाइरहेको छु। सर्वप्रथम हामी यो फाइल मेनुमा जाउँ। यो जुन मैले यो माइक्रोसफ्ट अफिसको मैले यो 2013 भर्सन युज गरिरहेको छु। यो 13 भर्सनमा हामीले यसरी यो फाइल मेनुमा जाँदाखेरि सबैभन्दा तल यो एकाउन्ट अनि त्यसपश्चात अप्सन भन्ने छ। यो अप्सनमा जानुपर्छ। तर जस्तो यो 10 भन्दा माथिका भर्सनहरुमा यस्तो पाउन सक्छौं भने जस्तो 2003 र 7 को भर्सनमा हामीले यसको यतापट्टि चाहिँ अप्सन भन्ने हामीले पाउन सक्छौं। त्यसमा यो जानुपर्छ र यसमा गइसकेपछि यहाँ जेनरल, डिस्प्ले, प्रुफिङ, सेभ, ल्याङ्ग्वेज, एडभान्स भन्ने लगायतका अप्सनहरु यहाँ छ। त्यसमा अरु कुनैमा नगइकन हामी सिधै प्रुफिङमा जान सक्छौं र जानुपर्छ। र यो प्रुफिङमा गइसकेपछि पनि हामीले त्यसको यतापट्टि धेरै अप्सनहरु छ। यसमा कुनै पनि टच नगरौँ र सिधै हामी अटो करेक्ट अप्सनमा जाउँ। यसमा अटो करेक्ट अप्सनमा पनि हामीले थुप्रै अप्सनहरु हामीले देख्न सक्छौं। जस्तो अटो करेक्ट, अटो फर्मेट, म्याथ अटो करेक्ट, एक्सन, यस्तो फर्मेटहरु यहाँ अप्सनहरु छ। त्यसमा हामी त्यसमध्ये चाहिँ अटो फर्मेट एज यु टाइप भन्ने अप्सनमा जाउँ र त्यसमा हामीले यहाँनिर सुरुमै स्ट्रेन्थ कोड भनेर दिएको छ, विथ स्मार्ट कोटेज भनेर दिएको छ। यसमा प्राय टिक लगाइएको अर्थात चेक इन गरिएको हुन्छ। त्यसलाई हामीले हटाउनु पर्छ र हटाएर हामीले ओके गर्दै यसमा पनि ओके गरेर हामी यो अप्सनबाट निस्किन सक्छौं र अब तपाईले टाइप गर्दाखेरि त्यो समस्या आउँदैन। जस्तो हामीले यहाँ हेरौं, अब यहाँ हेरौं यो कुखुरा, बुकुरा, यस्तो तपाईले जुनसुकै कुराहरु लेख्दा पनि यो समस्या आउँदैन अब। त्यसैले यो हेर्नुस्, यो समस्या पुरै रूपमा हामीले समाधान गर्न सक्छौं। यो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।